तिम्रो लागि तिलो लेक हो, हाम्रो लागि चाहिँ ब्लू लेक। मेरो लागि तिली लेक भनेको यही हो, पानी हेर्नु आइस जस्तो छ। यो हो भ्राताङको एप्पल फार्म। यो चाहिँ अब सक्सी पनि बनाउँछ। यहाँ चाहिँ एप्पल चाहिँ 220 रुपियाँ किलो हो। खै कस्तो खालको एप्पल हो चाखौँ होइन। यहाँ अमिलो रहेछ। करेम त हुने तर अमिलो। अमिलो सुप है। नुन खोर्सानी चाहिने रहेछ नि यहाँको एप्पल त। चामीतिर गएर खाऊँ है। चामीतिर गएर खाऊँ। एप्पलै महँगो भयो, खाना पनि महँगै हो। भ्राताङको हिमालयन फ्रेस भन्ने स्याउबारी हो। तर स्याउ चाहिँ लास्ट अमिलो रहेछ है। स्याउ लास्टै अमिलो, महँगो पनि महँगो। अब पोखरामा 120, मुस्ताङको स्याउ 120 छ होइन। बेसारमा कति छ, तर यहाँ चाहिँ 220मा हामी किनेको 1 किलो। तर लास्ट अमिलो, एउटा पनि पुरा खान सकेन, फालिदियो। त्यही हो, अब सबै अमिलो हो कि अब कोही कोही अमिलो थाहा भएन, बट अमिलो चाहिँ लास्टै अमिलो थियो। यो पिसाङबाट देखिने हिमालयन रेन्ज। ल पिसाङ, हामी चाहिँ पिसाङमा यो मर्स्याङदी नदी तर्दैछौँ। यहाँ चाहिँ 2टा पुल छ। यो तल बाइकहरू तार्ने, तर यहाँ लास्ट उकालो छ, सकिँदैन यहाँ। अनि यो चाहिँ मान्छे हिँड्ने। अब हामी यहाँ जाँदैछौँ। हिजो बाइक तर्न नसकेर हामी चाहिँ बाइक पारिरहेको छ। बाइकको अवस्था कस्तो छ, स्टार्ट हुन्छ कि हुन्न, टेन्सन छ टेन्सन। मर्स्याङदी नदी यहाँ माथि कति सानो छ क्या, तल आमामा यस्तो बौलाउँछ। हामी त्यो छोडेर आइसक्यौँ मर्स्याङदी नदीमा। अब हामी यहाँबाट जान्छौँ। अब माथि कतातिर पुग्छ, इन हुनेवाला छ। बाइकको अवस्था कस्तो छ हेरौँ। के छ हिरोको हालखबर? ठिकै रहेछ। के बस दिस इज अ बिरोल अफ लखतरम। हाम्रो थोत्रो बाइकले झन्डा तानेको। मर्स्याङदी नदी तल है माथि फेरि दामी दामी।
नेसन दरबार साह्रै इजी गरी भन्छु त यार ओके ल हामी आइपुग्यो अहिले ब्लू लेक मनाङको ब्लू लेक चिसो छ ल फाइनल्ली हामी कता आइपुग्यो अरे तिलिजो लेक मेरो लागि तिम्रो लागि तिलिजो लेक हो यही हो। हाम्रो लागि चाहिँ ब्लू लेक मेरो लागि तिलिजो लेक भनेको यही हो पानी हेर्नु आइस जस्तो छ फाइनल्ली म चाहिँ आइपुगेँ यहाँ मनाङको ब्लू लेक चाहिँ कहाँनिर छ भन्दाखेरि चाहिँ यो हुम्रे मनाङको यहाँ हुम्रे भन्ने एउटा ठाउँ छ एयरपोर्ट हुम्रे एयरपोर्टदेखि अलिक माथि आएपछि टक्कै एउटा खोला क्रस गरेपछि एउटा गेट छ त्यहाँबाट ठक्कै आएपछि हल्का देब्रेपट्टि गएपछि यहाँ यो रहेछ अनि हिमाल पनि यस्तो बब्बाल छ कि यहाँ है अनि अब हामी यहाँबाट माथि चाहिँ जान सक्दैनौँ तिलिचो लेक चाहिँ जान सक्दैन किन भन्दाखेरि त्यो चाहिँ लास्टै जाडो छ हिँड्नु पर्छ म त सक्थेँ होला अलिक सक्दैन अब यतै यही हो क्या तिलिजो लेक यतैतिर दिन बिताउने अनि टिएपी टाप बस्ने होइन ल अब यो माथिको हिमाल चाहिँ माछापुच्छ्रेको ब्याक साइड हो अनि यो चाहिँ अन्नपूर्णको पछाडिपट्टिको साइड यो चाहिँ देखिन्छ मनाङको यो ब्लू लेकबाट ल त्यो हिमालको छाया ट्याक्क यो लेकमा छ है यहाँ हेर्नुहोस् कता हो हिमालतिर हो ल हामी चाहिँ छौँ अहिले माछापुच्छ्रे यो चाहिँ माछापुच्छ्रे यता अन्नपूर्णको पछाडिपट्टि रहेछ कि यो माछापुच्छ्रेको पछाडिपट्टिको भाग हो कि यो चाहिँ अन्नपूर्णको पछाडिपट्टि भाग हो यहाँ पनि चिया र चटपट चाहिँ यहाँ पनि पाइन्छ है चटपटको 100 रुपियाँ छ अब फेरि मिलाउनु पर्यो बन झाग्री जस्तो छ ए चिम्टी खसिसकेको छ नि त अब कता खस्यो ल मनाङको यात्रा ब्लू लेकको यात्रा चाहिँ हाम्रो सिद्धियो अब हामी फर्किने क्रममा छौँ हामी अब यहाँबाट तल गएर कता पुग्छौँ त्यो पनि तपाईँहरूलाई हामी देखाउने नै छौँ र ब्लू लेकबाट चाहिँ हामी बाई बाई भन्न चाहन्छौँ है त सी यु नेक्स्ट प्लेस